हाम्रो चाहिँ यहाँ ग्रुप राइडको ट्याक्क लाइनअप भइसकेको छ। पहिला म्याप हेरौँ है, वान म्याप मोटो क्लब दामी छ नि होइन। नमस्ते सर, सन्चै हुनुहुन्छ? हामीले चाहिँ हेल्प गर्ने है। ल होइन गएको गाडीले फाइनली निक्ल्यो हाम्रो वीर गोर्खालीहरूले निकाल्यो ल हाम्रो वान म्याप मोटो क्लब। वान म्याप मोटो क्लबमा यतिको चाहिन्छ कि ल भन्दै भन्दै लडाएको हो। मैले भन्दैछु खोइ म लगिदिन्छु माथिसम्म। खोइ त यतिको भ्यू हेर्नको लागि त माया कसम ज्यानै हाजिर छ नि होइन। ज्यानै हाजिर दिने हो भने हाम्रो भ्युवरहरूलाई त्यतिको भ्यू देखाउनको लागि चाहिँ अब यस्तो बाटो आउनलाई चाहिँ मेरो लागि के गाह्रो हो र होइन। त्यो भ्यू देखाउनु तपाईँहरूलाई देखाउन पाए पो म पनि खुसी, तपाईँहरू पनि खुसी हो कि न भन्नु त। निन्द्रा लाग्यो अरे क्या फ्याले होइन, निन्द्रा लाग्यो भनेर थिएँ। वाह एनएस भने एनएस हो नि होइन केटा हो। त मिठो रहेछ है दाइ, बाटो मिठो है। मेरो भ्युअरको लागि यति त गर्नु सकिहाल्छु होइन। सो हे गाइज गुड मर्निङ सबैजनालाई, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। म पनि एकदम सन्चै आरामै छु। हिजो भनेको थिएँ अघिल्लो भिडियोमा भनेको थिएँ नि त मैले, हामी जाँदैछौँ माथि सर्सिङ वाटरफल्स होइन। सो हाम्रो चाहिँ यहाँ सबैजना रेडी भइसक्नु भयो होइन। अनि अहिले चाहिँ हामी यहाँ बिहानै 5 बजे यहाँ आइपुगेका छौँ। 5 बजे त 5 बजे के भन्नु, 6 बजे लगभग 6 बजे आइपुगेका छौँ हामी यहाँ। 5 बजे आउने भनेको निदाइएछ क्या 5 बजे होइन, 5:30 बजे चाहिँ उठेछ क्या। सो त्यही हो आजको दिन। अब राइड गइन्छ, सबैजना आइसक्नु भएको छ होइन। यहाँ सबैजना आइसक्नु भएको छ, लगभग 15-20 जना आइसक्नु भएको छ। त्यही हो अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ एकछिनमा। त्यही अहिले एकछिनमा भेट्नुपर्छ है त। ओके सो गाइज मेरो चाहिँ यहाँ स्टिकर बनेर आइसकेको छ ल, ट्याक्क लाएर हाम्रो सिटी राइडरले बनाएर ल्याइदिनु भएको छ होइन। धन्यवाद। कहाँ टाल्छौ त? खोइ अब टाल्ने ठाउँ नै पुरा भइसक्यो, त्यहाँ टाल्ने हो। यहाँनिर टाल्नु न। हेलो हाम्रो को ब्लग स्वागत छ प्रशान्त सरको ब्लगमा मलाई है। सो मेरो नि स्टिकर बनेर आइसकेको छ। अब मेरो कहाँ टाल्ने, मेरो यो थ्रुबाट आयो भने 15% डिस्काउन्ट छ मेरो। ल है यो थ्रुबाट चाहिँ आउनु पऱ्यो, युएस स्टिकर्स हाउसबाट चाहिँ होइन। ठ्याक्क यो थ्रुबाट यो मेरो भिडियो हेरेर आउने जतिलाई नि यहाँ होइन डिस्काउन्ट हुन्छ है, 15% डिस्काउन्ट हुन्छ। को जानुहुन्छ ल है त। युएस स्टिकर हाउसमा होइन मेरो थ्रुबाट जानुभयो भने, मेरो नाम लिनुभयो भने 15% डिस्काउन्ट दिने दाइले यहाँ बाचा गर्नु भएको छ ल। म चाहिँ 500 को तेल हाल्दैछु होइन। हिजो 1000 को हालेको थिएँ नि त। 2 लिटर 2.5 लिटर आयो। हिजो 1000 को हालेको थिएँ, आज 500 को हालेर 1500 को तेल हालेर होइन ट्याक्क लाएर म निस्किसकेँ। मेरो मिटर रिसेट भएछ 9 किलोमिटर। तेल त हाल्नु पऱ्यो होइन, फेरि बाटोतिर के तेल हालेर बस्नु होइन। हालेर सट्टै हालेपछि हाले कि 4-5-6 लाइन छ, 6-7 लाइन छ। अब ट्याक्क तेल हालिहाल्यो, अब त ढुक्क भएर जानु पाइयो नि त। हाम्रो चाहिँ यहाँ ग्रुप राइडको ट्याक्क लाइनअप भइसकेको छ। पहिला म्याप हेरौँ है, वान म्याप मोटो क्लब दामी छ नि होइन। फ्ल्याग पनि दामी छ होइन। फ्ल्याग दामी छ होइन। दामी ल हाम्रो यहाँ ग्रुप लाइनअप भइसकेको छ। हेर्नु वहाँ पछाडिसम्म छ। त्यही हो ल, मेरो यहाँ स्टिकर यहाँ टालिदिइसकेर हिजो क्या मैले। बदमास काम त म गरिहाल्ने हो। अनि हाकुकुमा टास्नु पऱ्यो, हाकुकुमा टास्दिहाल्नु पऱ्यो। अरू भने यस्तै हो, हाकुकुमा रहेनछ क्या।
हाकुकोमा टाल्न बिर्सेछ ल हाकुकोमा मेरो स्टिकर टाल्न बिर्सेछ ए दुइटा टालिदिनु पऱ्यो हाकुकोमा होइन ए बिगाए मैले हाकुको बाइक नि हिजो भर्खर भाइजर टालेर आएको गरेँ सबैले टालिदिइसकेको रहेछ मेरो बाइक मैले पनि टालिदिएँ ल दामी देखियो नि होइन ल हाम्रो चाहिँ यहाँ सबजना लाइनअपमा बसिसक्नु भएको छ मर्निङ बाइकमा स्ट्यान्ड बाई बसिसकेँ सबैजना स्ट्यान्ड बाइकमा बसिसक्नु भएको छ अलिकति अगाडि सारौँ त ल स्ट्रेट सिधा राखौँ है ल सबैजना आफ्नो आफ्नो बाइकमा स्ट्यान्ड बाई ल है त अब बाटोतिर भेट्नुपर्छ केटा हो ल निस्क्यौँ हामी यहाँबाट है त बाटोतिर के हुन्छ त्यही अनुसारले भेटौँला ओके राइडर्सहरू अगाडि ल्याइसक्नु भएको छ है यो दाँचीको चोकदेखिको हाम्रो यहाँ माथि थलीसम्मको लाइनअप छ कि ल डेन्जर लाइनअप छ आजको चाहिँ आज पनि डेन्जरै हो हामी आज पनि केही नभने नि 50 भन्दा माथि नै छौँ आउनु पऱ्यो कि तिमीहरू नि आउनु पऱ्यो मेरो भिडियो हेरेर पनि आउनु पऱ्यो कोही त औ यार एक दुईजना आउनु पऱ्यो मसँग पनि ल हाम्रो यो वान म्याप मोटोको ग्रुप चाहिँ नाङ्ले भारेबाट अगाडि लागिसकेका छौँ अब हामी आएर सिधै तल कहाँ रे यो फटकशिलाभन्दा अगाडि निस्किन्छौँ हामी फर्केश्वर भन्ने ठाउँ निस्किन्छौँ कि उता बाहुनेपाटी निस्किन्छौँ त्यो दुइटामा चाहिँ एउटा कन्फ्युज छु तर हामी यो बाटो गएपछि निस्किने भनेको हामी फर्केश्वरै निस्किन्छौँ है त म यो ठाउँमा चाहिँ भिडियो बनाउँछु भनेर सोचेर आएको थिएँ कि उयो अझै योभन्दा तल्लो टर्निङमा छ कि भिडियो बनाउनु ठाउँ भ्याइएन क्या ग्रुप लाइनअपै लामो के 1 किलोमिटरै छ लाइनअप अनि म त्यहाँ त्यत्रो रङ्गेर आएँ होइन यहाँ भ्याइनँ क्या मैले यो ठाउँमा क्या यो सिनमा मलाई भिडियो खिच्नु मन थियो क्या यो डाँडाबाट माथिबाट होइन यहाँ तलको भिडियो खिच्नु मन थियो कि दामी हुन्थ्यो के गर्ने यहाँ फकअप हो नि त हैट अब कुनै दिन अर्को नेक्स्ट टाइममा खिचौँला होइन सो गाइज हामी चाहिँ यहाँ फड्केश्वर आइपुगिसकेका छौँ यहाँबाट पनि पुगिन्छ काठमाडौँ हामी चाहिँ अर्को बाटो आयौँ होइन तर म चाहिँ बेलुका फर्किँदा चाहिँ होइन यता मेरो घरपट्टिबाट फर्किउँ कि जस्तो लाग्छ कि यहाँबाट जम्मा 4 किलोमिटर हो मेरो घर 4 देखि 5 किलोमिटरको डिस्टेन्समा छ मेरो घर होइन त्यहाँ र नगरकोटबाट त्यहाँ र काठमाडौँ भनेको चाबेलसम्मै गयो भने चाबेल ठ्याक्क चाबेल बौद्ध उतै छ नि होइन चाबेलसम्म त्यहाँ मेरो घरबाट ठ्याक्कै 43 किलोमिटर छ क्या यो पनि बराबरै जस्तो छ हेर्नु न आइपुग्दा ट्याक्कै 40-41 भए होइन 5-6 किलोमिटरको डिस्टेन्स फरक हो क्या त्यो बाटो तर कति चाहिँ छैन अफरोड छैन पिच छ होइन छिटो पुगिन्छ होइन सबै पिचै पिच हो नि त मेरो घरतिर त सबै बाटो पिच हो नि त राम्रो छ नि त बाटो सो त्यो भएर नि हामीले मैले चाहिँ त्यो सोच गरेँ है हामी चाहिँ यहाँ बाहुनेपाटी आइपुगेका छौँ होइन ट्याक्क लाएर बाहुनेपाटी वी आर इन बाहुनेपाटी गाइस मेरो पछाडि हुनुहुँदो रहेछ गल्ली राइडर्स नेपाल हाम्रो दादा हुनुहुन्छ पछाडि सो गाइस अहिले हामी यहाँ मेलम्ची आइसकेका छौँ सबजनाको बाइक यहाँ सबैजना पार गरिसकेको छ बाइक हेर्नु बाइक मात्र यति धेरै फोन चाहिँ झऱ्यो यार हाम्रो भुवन दाई नमस्ते सर सन्चै हुनुहुन्छ हामी त सधैँ छौँ एकदम तर यार मैले बिहान आउन त्यो दुईवटै टिकटक आइडीमा मैले भिडियो अपलोड गरेर आएको थिएँ होइन यस्तो लभली माया देखाइदेखा मेरो भ्युअर्सहरूले ल भुवन दाईको तर्फबाट सबलाई लभली सब भ्युअर्सलाई यो पुरै फ्ल्याङ किस हो फेरि ल है त फ्ल्याङ किस भन्छ कि यसलाई कस्तो हुन्छ फ्लाइङ क्लिसै भन्छ यसलाई फ्ल्याङ फ्लाइङ क्लिस त्यस्तो त्यो वाला मेरो टेस्टवाला मात्र गफ गफवाला गफ गफ ल अब हामी यहाँ खाजा खानालाई रोकिएको हामी चाहिँ त्यहाँबाट खाजा खाएर निस्किसकेका छौँ अगाडि बढिसकेको छ मेलम्चीबाट
वाह अफरोड अब सुरु हुन्छ के ए हामी अगाडि लगाइसकेका छौँ उतापट्टि गयो भने टिपेनी पुग्छ यतापट्टि गयो भने हामी मेलम्ची माथि मेलम्चीको खानेपानी नि माथिबाट लगेर गयो यो चाहिँ मेलम्चीको खोला भयो यसलाई मेलम्ची खोला भन्छ मेरो प्यारो दिदी अगाडि हुनुहुन्छ राइडर सानु हाम्रो दिदीको नाम रहेको छ राइडर सानु होइन हाम्रो दिदी पनि ट्याक्क अगाडि हिँड्नु भएको छ डिजिआईको क्यामेरा बोकेर एक्सन क्यामेरा बोकेर हाम्रो दिदी त्यही माथि डुकमा होइन जेन 3 कि जेन 6 हो जेन 3 नै हो होइन यो होला होला थाहा छैन त्यति साह्रो फेरि डुकको यो मोडलहरू बारेमा आफू यो 150 चढ्ने मान्छे लागिएको होइन त्यस्तै हो ल यहाँबाट मासतिर गयो भने पाल्चोकी मन्दिर नै गइन्छ होइन मेरो माता रक्षा गरून् हामीलाई ल हामी अगाडि बढिसक्यौँ आजको दिन 7 दिन होला पानी नपारिदिनु होला यही भन्दै हामी अगाडि बढिसकेका छौँ त्यही हो ल अब अगाडि अफरोड सुरु भइसकेको अवस्था हाम्रो यो मेलम्चीमा बाढी आएको थियो नि त एकचोटि त्यो बाढीले बाटो डेन्जर ठाउँमा बाटो डेन्जर लगेको छ होला होइन हेरौँ धेरै वर्ष अगाडि हुन त 5 6 7 8 वर्ष अगाडि नै हो होइन यहाँनिर फेरि गाडी फसिछ यार गाडी खसेछ नि यार अपो भर्खरै हो क्या हो है ठेलम ल उयो त हिलोमा फस्या छ त अनि ओए डोरीले भन्दा पनि यतापट्टि लत्तै फस्या छ बेल्चा दिनु नि अगाडिको माटो चाहिँ काट्नुपर्छ दाइ बेल्चा छ म त यहाँको माटो निकाल्यो भने आउँछ गाडीलाई साइड दिँदा खस्या हो क्या उचालेर राखिदिउँ कि क्या हो उचालेर राखिदिउँ कि क्या हो यस्तो ठाउँमा भने हाम्रो केटाहरूले चाहिँ हेल्प गर्ने है ल होइन गएको गाडीले फाइनली निक्ल्यो हाम्रो वीर गोर्खालीहरूले निकाले रोकेर आउने होइन यार हाम्रो वीर गोर्खालीहरूले निकाले ल हाम्रो वान म्याप मोटो क्लब यतिको चाहिन्छ के ल हाम्रो ग्रुप राइडले चाहिँ आफ्नो मात्र होइन अप्ठ्यारो अरूको नि अप्ठ्यारो सावधान उ गर्दै अगाडि बढ्छ अब हामी अगाडि लाग्छौँ एकछिन ल है त ल दाइ बिस्तारै जानु बिस्तारै ल हाम्रो वान म्याप मोटो क्लबले चाहिँ आफ्नो मात्र दुःख होइन कि अरूको दुःख पनि पुरा गर्दै अगाडि बढ्छ अब्स्ट्याकलहरू पुरा गर्दै अब्स्ट्याकलहरूलाई पार गर्दै अगाडि बढ्छ होइन यतिको सपोर्टिङसँगै हाम्रो केटाहरूलाई वान म्याप मोटो क्लबमा तपाईँहरूले नराम्रो भन्नुहुन्छ होला होइन यतिको हुनुपर्छ क्या ग्रुप राइड हिँडिसकेपछि आफ्नो मात्र होइन अरूको दुःख पनि बुझिदिनुपर्छ क्या होइन मेरो चाहिँ हिलो पार्दैछन् केटाहरूले के दुःख बुझिदिने हो र भन्ने क्या दुःख त डेन्जर बुझ्छन् हाम्रो केटाहरूले ल म चाहिँ एक्लै छु अगाडि पनि गइसकेँ पछाडि नि छन् ल है त अगाडि बढ्यौँ बाटो त खत्तमै छ के मलाई थाहा थियो हाम्रो ग्रुपहरूले यहाँ अगाडि कुर्नुहुन्छ भनेर थाहा थियो कि छोडेर चाहिँ जाँदैनन् कि हाम्रो केटाहरूले ल ओहो हाम्रो बुढाबाबा पनि आएन त्यो मेलम्चीबाट हामीसँग जाने भनेर कहाँ हराएको रे त्यस्तो गाडी उचाल्ने बेला चाहिँ भागिदिने है यत्रो ज्यान भएको मान्छेले यत्रो ज्यान भएको मान्छेले गाडी ढकल्ने मात्रै निकालिदिने बस अब हिलो बाटो सुरु भयो के हिलो हल्का फुल्का हिलो छ के होइन ओ आई घाट अलिक पछाडि भन्नु पऱ्यो हाइट
बाटो त फेरि हामीलाई त मलाई चाहिँ यस्तो बाटो फेरि लास्टै मनपर्छ के चिपले नि लडिन्छ नि त अब लडेन कहाँ हुने होइन यस्तो बाटोमा जम अगाडि जम कोही हिलो छ्याप्छ के केटा हो बिस्तारै हालौँ न टट हिलै लो हिलो छ्यापिसक्यो केटाहरूले चिको खोलाले बाटो लगे कस्तोसँग लगाएको छ हेर्नु नि यहाँ लत्तै घुमेर आएर यो सबै लगिदिएको हो क्या नेक्स्ट लेभल लगायो क्या बाटो खोलाले बाटो आमा कत्रो ढुङ्गा बहरले राखेको क्या त्यही माथि नि यो बाटो झन् नेक्स्ट लेभल अफरोड छ टाइम लाग्ने छ अरे हालिदिने हो यो बाटो रोशन दाइले भन्नुभएको यो तल्लो बाटो थियो होइन यही बाटो हाल्दै यो बाटो जस्तो डेन्जर चाहिँ कुनै छैन अरे लास्ट डे अफरोड छ अरे क्या आधी घन्टा ढिला हुन्छ अरे कि यो बाटो जाँदा चाहिँ अब यही होइन यो बाटो लास्ट डे अफरोड छ भन्नुभयो ढलान सकेपछि लास्ट डे अफरोड छ अरे के हेरौँ है रोशन दाइ हेर्नु ल तल्लो बाटो छिटो हुन्छ भन्नुभएको थियो हामी यो ढलानको बाटो नजाउँ भन्नुभएको थियो हेरौँ है ढुङ्गा सोलिङ गरेर रहेछ है ढलान गरेर अहिले चाहिँ ढुङ्गा सोलिङ आइसक्यो बरु हाम्रो इन्दु दिदीले हालिरहन यार मिठो हालिरहन कच्चीमा हिलोमा ल्याम्मै हाल्ने के जान्छ त होइन मा कस आँट हुनुपर्छ के हाल्नलाई पनि मुला सर्लकै हिलोमा हालिदिए तर खुट्टा चाहिँ ल्याम्मै अलिकति काट्यो क्या अहिले चाहिँ माथि गएर धुम्ला अलिकति होइन तर यो हिलो सुकिसकेपछि झार्दाखेरि सर्लकै जान्छ क्या ओइ बाटो रोशन दाइ खत्तमै रहेछ खत्तमै तपाईँले भने भन्दा नि बढी खत्तम रहेछ यहाँ भन्दैछु लडाउँछन् भन्दा लडाएको हो मैले भन्दैछु खोइ म लगाइदिन्छु माथिसम्म खोइ त होइन हाइट कमले होइन मैले यो दाइ लडाउँछन् जस्तो लागिसकेको थियो कि थाहा छ यो त मलाई यस्तो पावर मिठो छ अनि यस्तो पावर छ मा बिस्तारै जाउँ भने बिस्तारै त्यो टर्निङमा त्यसरी हाल्ने होइन क्या भाइ त्यसरी हाल्ने होइन क्या टर्निङमा बिस्तारै हाल्ने हाफ क्लच लिएर टर्निङमा बिस्तारै लिने हो त्यो स्वाट्टै हाल्ने होइन नि चोट लागेन नि मैले त माथि उहीँदेखिको याद गरेर आयो यो भाइले कहाँ लडाउँछ भनेर एन्ट्रक लडेर यो साइलेन्सरले पोलेछ कि यो दिदीलाई लडाउँछ भनेको थिएँ नि त मैले लडाइहाल्यो फेरि कहाँ लडाउँछ थाहा छैन म पछाडि नै हिँड्छु लिएर आउँछ त्यो भाइले हाल्छ उखु लड्यो लड्छ भन्ने थाहा थियो मलाई दाइ यो भाइलाई अर्को एकजना राखिदिउँ के को दाइलाई अगाडि बोलाइदिनु त पछाडि बस्ने राइडर कोही हाम्रो एकजना भाइ यो पल्सरवाला भाइले चलाउनै सकेन यसलाई छोड्नु त म माथिसम्म राखिदिन्छु त्यहाँ दाइको पछाडि बस्यो म दाइको पछाडि बस्छु ओइ बाटो झन् अप्ठ्यारो रहेछ त्यो भाइले हाल्छ त हाल्छ हालिसक्यो है आफै चाहिँ लडेलाई फेरि भन्ने टेन्सन के यहाँ म त लड्दिनँ लड्ने भने म जानी लडाउने हो होइन भिडियोको लागि
त्यो बाइकमा पावर चाहिँ डेन्जर रहेछ होइन तनाउनु नजाने हो क्या हाल्न नजाने हो होइन जम भाइ जम 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 भाइ जम ओ भाइ 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 हिँड 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 आऊ 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 हिँड 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 हाफ क्लच लिऊ सर र हाल के ल हाल पावर बढी छ यो बाइकमा झन् बटारिन्छ कि त्यस्तोमा पछाडिको भाइ ओर्ल न पछाडिको भाइ ओर्ल के पछाडि झाडा पछाडि राख ल पिकअप देऊ ल जाऊ ल बस यहाँ पछाडि त्यो लिएर जान्छ बस खुट्टा टेक निकाल यता ऊ यताको छ भएन भाइ त्यो बाइकमा पिकअप राम्रो छ तानेन के उसले के लाइसेन्स के निकालेको छ होइन के ड्राइभिङ स्कुलमा गएर सिकेर निकाले हो कि के हो ए ल ए अफरोड हिँडेको थिएन तिमी त्यो ल मेरो बाइक ल्याएर तान्दैन बाटो चाहिँ खत्तमै रहेछ यार अझ पानी पऱ्यो भने त बिजोकै हुन्छ यार भाउजूको माइततिर जान्छ नि बाटो याद आयो यार मलाई सुरुमै म त बाइक सिक्दा नि यस्तो बाटो चलाएको कहिले लडाउँदिनँ थिएँ यार म त डेन्जर राम्रो चाहिँ बाटो जस्तो भयो नि चाहिँ राम्रो बाइक चलाउँथेँ कि बाइक चाहिँ राम्रो पाराले चलाउँथेँ कि हामीलाई केले रोक्छ होइन हालिदिन्छौँ हामी त यता जा हिलो भिडियो हानौँ न अगाडि गएर अगाडि गएर भिडियो हान्नु पर्यो हिँड्नु दिदी यो छेउबाट हान्नु भित्रबाट त सकिँदैन पहनु है दिदी यो भित्ताको बाटो जान्छ कि म हेर्छु जाउँ म त्यही बाटो हाल्नु है त अनि पहनु ल ओइ हालिदिनु भयो यार राइडर सानो राइडर हो नि त यार हाल्यो हो प्रशान्त 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 अँ ए कत्रो हिलो हिलोमा लात्तै काट्यो यार म हाल्छु ल
झन्डै चिप्ले कसम अहिलेसम्म टायर चिप्लिन्छ यार के हो कस्तो छैन बन्द भइसक्यो मेरो बन्द भइसक्यो भने सेन्सरवाला हो ए बाइकलाई निन्द्रा लाग्यो सुत्दिन्छ भने सुत्दियो के मेरो बाइकलाई निन्द्रा लाग्यो दाइ सुत्दियो म जस्तै हिलाउनु पर्छ निन्द्रा लाग्यो अरे के फ्याले होइन निन्द्रा लाग्यो नि राख्थेँ निन्द्रा लाग्यो अरे के म चिप्ले हेर्ने हो मेरो पनि सुतिसकेको थियो मलाई नि कन्टेन्ट चाहिएको थियो एउटा पानीको खोल चाहिएको थियो नि टायर पखालिन्थ्यो यार बाटो चाहिँ भोरै छ हो ठ्याक्कै मैले भने पानी खोल चाहियो पखालिदियो टायर अब चाहिँ सरर नचिप्लिकै जान्छ मेरो टायर टायरको त्यो बुट्टाभरि बाटो भरेपछि त चिप्लिहाल्छ नि होइन फेरि लुकिङ ग्लासहरू सबै हल्लिसक्यो माटो नि कति त्यस्तो के अहिले जाँदा त्यो साइड मिरर फुकालेर जान्छु यार म त नहान्ने यस्तो बाटोमा के टेस्ट हान्नु यार कसको बाइक हो यो कसको बाइक मैले टेस्ट आएर हान्ने है कसको बाइक हो थाहा छैन फेरि वाह एनएस भने एनएस हो नि होइन केटा हो कसको बाइक हो यो मैले टेस्ट राइड हान्दिएँ ल हट कोही पनि छैन यार हाम्रो पछाडि त ओ माय गॉड बाटो त खतम छ दाइ अगाडि जानुहुन्छ जानु भिडियो हानौँ न अगाडि गएर कसो यार भिडियो हानिदिउँ न गएर आइफोन छ होइन हालिदिउँ हालिदिउँ ल हालिदिउँ हालिदिउँ बिच्चै बिच्चै हालिदिउँ त हालिदिउँ हो
काउन्टर हानेर जाने हो के कसम बाटो जुत्ता त खत्तम भयो यार सेतो जुत्ता लाएर आएको ठिस भयो यार कालो जुत्ता लाएर चप्पलले लाएर आउनु पर्ने छ बाटो खत्तम यार खत्तम बाटो अब के हेर्न आएको त थाहा नै छ होइन त्यतिको भ्यू हेर्नको लागि त माया कसम ज्यानै हाजिर छ नि होइन ज्यानै हाजिर दिने हो भने हाम्रो भ्युवरहरूलाई त्यतिको भ्यू देखाउनको लागि अब यस्तो बाटो आउनलाई त मेरो लागि के गाह्रो हो र होइन त्यो भ्यू देखाउनु तपाईँहरूलाई देखाउन पाए पो म पनि खुसी तपाईँहरू पनि खुसी हो कि न भन्नु त अब यो बाटोले के फरक पर्छ र हालौँ ल म होइन मेरो माटो नि यो के हान्ने त लेम फर्किसक्यो नि फर्कै गर्छ पानी छिटाएर आएर थियो अरे त मिर यो त उसकै पानी होला झर्नाकै पानी आएर होला भन्ने के होइन तर हुन त एकछिन हो हामी जाउँ न यार बाइकवालालाई पठाउने हो कि पहिला गाडी रिजर्भ गरेर आउने यार हामी आउने भनेर नौनी त हो त्यहाँ गएर नौनी त हो हाल्यो भाइ लो एन्ट्रक भने एन्ट्रकको मिठो रहेछ है दाइ बाटो मिठो है के गरे आउनु यो त बोल्दा त ह्यान्ड ब्रेक लागिसकेको रहेछ भ्यू हेराउनको लागि अब त्यो बाटो त के हो र होइन मेरो भ्यूहरूको लागि यस्तो सिन देखाउनको लागि मेरो लागि केही होइन के जब यस्तो बाटो होइन मिठो हालिदिन्छु मुला बाले फरेर यो सिनहरू देखाउन पाए त केटाहरूलाई भ्यू देखाउन पाए पो रमाइलो छ होइन मेरो भ्यूहरूको लागि त म यति गरिहाल्छु सब्सक्राइबरको लागि म भ्यू देखाउँछु ल अब धेरै होइन धेरै बेर होइन लगभग अब 5 मिनटपछि मेरो भ्यूहरूलाई दामीको भ्यू देखाउँछु सुरसिङ झर्नाको दामीको भ्यू देखाउँछु यहाँनिर सन
वेलकम कार्यक्रम छ होइन ट्याक्क वेलकम भयो हामीलाई सुरसिङमा वान म्याप मोटो क्लबलाई एकचोटि वान म्याप भनौँ न वी वान वान म्याप मोटो हामीलाई त्यो यो ठाउँमा यस्तो स्वागत भयो कि सो हामीलाई त्यहाँ सम्मान गर्नुभयो होइन रमाइलो भयो होइन हामीलाई सुरसिङ झर्ना आएको हामीलाई सम्मान गर्नुभयो वेलकम गर्नुभयो लाइफमा फर्स्ट टाइम कि लास्ट टाइम भने मेरो चाहिँ होइन हामी दुईजना कन्टेन्ट बनाएर दुईजना भ्लगर भेटिया छ भेटियो आज राइडमै भेटियो आजको राइडमा होइन हामी त 4-5 वटा राइडर भइसक्यो एउटा फोटो त खिच्नु पऱ्यो नि होइन स्क्रिनसट दिन्छु यहाँबाट होइन चक्की क्वालिटीमा हामीलाई यस्तो स्वागत पनि गरेछ अनि ताली बजाउनु चाहिँ छैन गाह्रो भयो सुरसिङ झर्ना आएको कहिले हिँड्नु पऱ्यो बाइक तल राखेर गाह्रो भयो महाकाश डेन्जर यहाँनिर झर्ना रहेछ पौडी न यहाँ तल सानो यहाँ स्विमिङ हानिदिने केटा अझ माथि जाने होला नभए अब म पनि हान्दिनँ स्विमिङ त मलाई यत्रो सिटले अब देखाउँछु के म अब देखाउँछु म चाहिँ तलैको खोलामा तलको पोखरीमा झ्याप्प लाएर डाइभ हानिदिइहालेँ अब देखाउँछु म यहाँको भ्यू है ल अरू कलर भ्यू अब त्यसको यो हो नि त भ्यू यो हो नि त होइन यो हो के जाने हो हामी त माथि जाने हो दामी 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 तिमीलाई तलको घेर्नु मन यहाँ माथि यत्रो देख्दा देख्दै ए दादा यहाँ आउनु नि यहाँ आउनु ओ सरी हान्दिछु यहाँ मात्र जाउँ यहाँ मात्र जाउँ हो ल जहाँ पनि जाउँ नानी त के छ होइन यत्तिको रमाइलो चाहिन्छ होइन उयो क्यामेराबाट पानी पर्दो रहेछ जङ्गल हेरेर आएर बजाएको वाटरप्रुफ भयो मेरो भ्युअर यहाँ पप्पल मेरो भ्युअरको लागि यति त गर्नु सकिहाल्छु नि होइन झन्डै लडामा
दामी भ्यू लो दामी भ्यू पानी भयो भने के त डुब्दैन भने चार ढुङ्गा पनि पर्छ यो हो नि त भ्यू यो के भ्यू यो टाढो भइरहेको त्यही पनि मैले यहाँ क्यामेरा बोकेर होइन आइरहेको छु भिडियो खिच्नलाई ब्लर हान्ने होला ल यो त भिडियो त्यहाँनिर पुल तारेर लिएर जानुपर्ने रहेछ काठको पुल अब हेरौँ त्यो पुल तार्न सकिन्छ सक्दैन अब एपिकै हामी आएर निस्क्यौँ अब झर्नाको त्यति राम्रो भिडियो त आएन होला होइन मलाई चाहिँ नेक्स्ट लेभल जुगाल टोकेको छ होइन यस्तो भित्र टोक्यो के पुरै ब्लिडिङ भएको होइन कत्रो भएर ठुलो भएर आफै झरेको के अगाडिदेखि नै बिजाइरहेको थियो हल्का फुल्का डेन्जर बिजाएको थियो कि बिजाउनु चाहिँ मैले वास्तै गरिनँ क्या तर यो काठको पुलबाट राख्दै रहेछ यो काठको पुलबाट बाइक पार गरेर लिएर जानुपर्ने छ भित्री फस्यो काठको पुलमा कस्तो लामो यार काठको पुलमा बाटो अप्ठ्यारो हुँदै अनि लाग्यो ल लागौँ हामी लागौँ ओ भाइ हिँडेर म जान्छु ल मेलम्चीले ट्याक्क पानीले पुर्यो घरहरू हेर्नु आम्मो सबै घरहरू पुरेको यो चाहिँ त्यो बाटोबाट गयो भने चाहिँ माथि पाल्चोकी मन्दिर जान्छ के पाल्चोकी मन्दिर जान्छ त्यो पुल पनि बगाएको थियो कि पाल्चोकी मन्दिर जाने भने के उयो माथि हो नि त अनि त्यो पुल नि बगाएको थियो अहिले बनाइसकेको रहेछ डेन्जर के यहाँ त धेरै मान्छे मऱ्यो नि कतिजना बिते हेर न बाटो घर केही छैन के राति डेन्जर बाढी आएको थियो कि त्यतिखेर त आई क्यानट एक्सप्लेन त्यो सिचुएसन म एक्सप्लेन गर्न सक्दिनँ कि त्यतिखेरको सिचुएसन बाटो यहाँ त तर खोला सानो थियो यहाँ खोलाको बाटो सानो थियो ल्याम्लुम हेर्नु कस्तो बढाएर खोलाले अहिले पुल दामी बनाएर रहेछ
सो गाइज हामी चाहिँ यहाँ तल आएर खाना खायौँ माथि खाना अर्डर गरेको थियौँ जम्मा 20 जनालाई मात्रै बनाइदिएछ भने हामीलाई त 60 जनालाई भनेको थियो जम्मा 20 जनालाई मात्रै बनाइदिएको रहेछ बनाइदियो भन्दा नि अरूले खाइदिएछ के त्यहाँ धोका दियो माथि गएर सर्सिङ झर्नाको माथि गएर चाहिँ खाना खान्छु भनेर खाजा खान्छु भनेर चाहिँ कोही पनि नआइदिनु होला यही होला अब हामी चाहिँ तल आएर माथिबाट ओर्लेर तल आएर हामी ट्याक्क खाना खायौँ अहिले लगभग हामीलाई त्यहाँ धोका दिएर तल आइपुग्दा कति 6 बजे ट्याक्कै हेर्न सक्नुहुन्छ 6 बज्यो ढिला भयो खाना खानै अब हामी यहाँ निस्किन्छौँ काठमाडौँ निस्किन्छौँ रात परिसक्यो हामी सबजना रेडी भइसकेका छ ल अब इन्दी दिदी त्यता हुनुहुन्छ मलाई खोकी लागिसक्यो यार लुत भिज्यो मलाई फेरि जुगाले टोकेर कस्तो हैरान रगतै पुरै क्या यत्रो ठुलो भएर रहेछ यत्रो ठुलो त्यो टेनिस टेबलको बल हुन्छ नि त्यत्रो बल ठुलो भएर रहेछ क्या सो त्यही हो आजलाई अब काठमाडौँतिर गएर भेट्छु है त अब बाटोतिर भेट्दिनँ पानी पर्न थाल्यो ओके अहिले चाहिँ हामी यहाँ मुलपानी क्रिकेट स्टेडियमको क्याफेमा आएर ट्याक्कलाएर सबजना छुट्टिन लागेको छौँ आजको लागि यही हुन्छ भिडियो होइन रमाइलो भयो सर्सिङ वाटरफल चाहिँ रमाइलो हो तर त्यहाँको होटेलले हामीलाई धोका दियो खाना खाँदाखेरि होइन सो त्यही हो अब मेरो यो स्टिकर चाहिँ म त्यहाँ टाँस्छु अनि आजलाई बाबाई भन्न चाहन्छु यो भिडियो बनाउनु पऱ्यो त्यो स्टिकर टाँस्नु पऱ्यो एकैछिन म तिमी टाँस्दैौ न ल आकुले मेरो स्टिकर त्यहाँ टाँस्दै रहेछ है प्रशान्त भ्लगको चाहिँ सो यस्तो अप्ठ्यारो कसैलाई मिल्दैन होइन किनभने आकु राइडरको ठाउँमा स्टिकर टाँस्नु भने भाग्यमानी हो के हो यहाँ त खतरा ल गाइस 5 वटा भयो है एउटा कसको त्यहाँ बाँकी छ ल है त ट्याक्का लाएर मेरो यहाँ स्टिकर नै टाँसिसकेको छ सबैजनाले सब्सक्राइब गरिदिनु होला अनि वाच गरिदिनु होला मेरो फुल भिडियो हेरिदिनु होला रमाइलो हुन्छ बिचतिर गएर हेरेर छोड्न चाहिँ नछोडिदिनु होला फुल भिडियो हेर्नु यस्तो रमाइलो छ भिडियो होइन ल त्यही हो आजलाई यति भन्दै बिदा लिन चाहन्छु सबैजनालाई गुड नाइट हेभ अ स्विट ड्रिम्स है लर्ड्स अफ लभ यु ओके बाई बाई